एभ्रिवान, सेवा नमस्ते। आज फेरि पनि म हजुरहरूको सामु एउटा छोटो भिडियो लिएर उपस्थित भइसकेको छु है। अनि अहिले चाहिँ हामी ड्युटीबाट रुम फर्किँदैछु। हाम्रो बस चाहिँ आधीसम्म मात्रै हामीलाई पुऱ्याउँछ, त्यही भएर हिँड्दै हिँड्दै 5 मिनट चाहिँ हिँड्नुपर्छ है। अनि यहाँ चाहिँ छ मेरो साथी। अनि नेपालमा त यतिखेर है चाडबाड के भइरहेछ? नेपालमा अहिले दसैँ लागिरहेछ धुमधाम है। हामी भने चाहिँ दसैँ त दसैँ नै हो। अब अलिक निधार छ, खाली छ, यत्रो ठुलो निधार छ, खाली छ। अब कसले भरिदिने हो थाहा छैन खै। अनि देश विदेशमा रहनुहुने सम्पूर्ण नेपालीहरूलाई विजय दशमीको धेरै धेरै शुभकामना छ है साथीहरू। पैसा भन्दा पनि ठुलो आशीर्वाद थाप्नु होला ठुलो बडाको। यति नै बोल्नु आउँछ हामीलाई त के गर्नु। हामी जस्तो सानो सानो हुनुहुन्छ भने चाहिँ पैसाको अलिकति कति दिन्छन् भनेर हेरिरहनु भयो होला, धेरै दिँदैनन्। त्यही हो 1-2 हजार। हाम्रो त के गर्नु, परदेशमा यस्तै छ। चाडबाडमा पनि ड्युटी गयो आयो, त्यही हो है। अरू के भन्नु छ? अहिले एकछिन सम्झेर भनौँ न। सम्झिँदा त कहाँ हुन्छ त। हामी चाहिँ बाटोमा हिँडिरहेको छौँ है पुरा। अहिले फेरि गाडी आएर यो बर्बाद हुन्छ है। बाई बाई। आज यति नै बनाउँछु।